When you're always with me, I long to see you through. Hello, good morning everyone. So welcome to back my new vlog हैन। आज चाहिँ ट्याक्क तर्खेर अहिले बिहान चाहिँ 6 बजिरहेछ। अनि अहिले हामी जानुपर्ने चाहिँ पारि यो देख्नु भएको त्यो टाढादेखि उकालो चढ्नुपर्छ हैन। 2-3 घण्टा चाहिँ उकालो मात्र चढेर चाहिँ जानुपर्ने हुन्छ। आज गाइस किन्छ भने आज हामी ट्याक्सी अथवा धोसम्म हुन्छ न त सकिएन भने बाटोसम्म मात्रै हुन्छ, कतिसम्म हुन्छ अगाडि जानेछु। अनि ट्याक्क तर्खेर हिजो आएको बाटो चाहिँ यो भयो, तर यता ट्याक्क अहिले हामी उता अनि बसिरहेको त्यो गाइसहरुलाई म देखाउने छु हैन। अनि यता भनेको घर नै हो। नास्ता खाएर बस्छु है। लैनीदेखि चाहिँ ठ्याक्क आइयो हिरियो हैन। अब चाहिँ बिहान यस्तो त्यस्तै छ मौसम। यता साइडतिर मा साइडतिर यहाँतिर घाम लागिरहेको छ भने यो चाहिँ लैनीको यता रहेछ एउटा होटल। अनि हामी चाहिँ आएको पारि त्यो देखियो यो गाइसहरु बाटोको हालत यस्तै छ। यहाँ तपाईहरुले एउटा नोटिस हेर्न सक्नुहुन्छ। ट्याक्क तरिकाले पढ्नु होला, राम्रोसँग यसरी नै राखेर पढ्नु होला हैन। एकछिन 2-3 घण्टा उकालो चाहिँ चढेर चाहिँ माथि जानुपर्ने हुन्छ। अनि त्यहाँदेखि चाहिँ अब त्यो छोराले जस्तो चाहिँ जानुपर्ने हुन्छ। सबैले सपोर्ट गरिदिनु होला। च्यानलमा नयाँ साथीहरु हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउन नबिर्सनु होला र साथै भिडियोलाई लाइक गरिदिनु होला हैन। अनि एउटा राम्रो कमेन्ट पनि छोडिदिनु होला। अझै चाहिँ म ट्याग गरिसकेको छु हैन। बाटो यस्तै छ, तपाईहरुले हेर्नै सक्नुहुन्छ। अनि त्यही हो गाइसहरु कस्तो हुन्छ अब अगाडितिर गएर हामी हेर्नेछौँ। आई होप सबै राम्रो हुनेछ। अनि कसो त हिजोको भिडियो चाहिँ गाइसहरु मैले एडिट गरिसकेको छु, तर अब यहाँदेखि उता चाहिँ कस्तो हुन्छ भन्दाखेरि हैन नेट नै अब नेट मतलब त्यो फोन गर्ने टावर नै हुन्छ कि। अब जस्तै अब हामी म गयो अहिले हामीसँग 2-4 जना साथीहरु पनि छन् र त्यो फरक परेन। अब कोही एक्लै छ भनेपछि, कोही अब घरदेखि कोहीदेखि फोन आउँछ भनेपछि कहाँ पुग्यो के भयो केही थाहा नै नहुने ठाउँ हो कि यस्तो भनेको। अब बाटो जस्तो अप्ठ्यारो होइन, मान्छे मर्यो कि बाँच्यो भन्ने कुनै टुङ्गै हुँदैन। किनभने चाहिँ यता टावर नदिने कहाँ पुग्यो के पुग्यो थाहै छैन। अब सिधै धो ट्याक्सी गएपछि मात्रै टावर दिन्छ। अनि अब धो ट्याक्सी आज गाह्रै होला पुग्न, त्यही पनि ठिक छ। हामी कोसिस गर्नेछौँ, नसके बिच बाटोमा बस्नेछौँ अनि तपाईँहरूलाई गोल देखाउनेछु। त्यो गाइसहरु यस्तै छ ठाउँ होइन। अब जाने ठिकै छ ठाउँ भनौँ, जाने राम्रै छ। अब कतै राम्रो आउँछ कतै नराम्रो आउँछ हैन। अब राम्रोलाई मात्रै हेर्ने, नराम्रोलाई छोडिदिने गरे त भएन नि त। त्यही भएर अब ट्याक्क तरिकाले हामी यहाँ भेरी छ भनेपछि बाटो यस्तै हो। त्यही हो गाइसहरु। अब हिजो भिडियो तपाईँ सबैजनालाई आयो राम्रै लाग्यो होला। सके जति कोसिस गरेको हो। अब कुनै ठाउँमा अब कमजोरी छ भने तपाईँहरूले प्लिज भन्न सक्नुहुनेछ। अनि त्यो कमजोरीलाई स्वीकारेर म चाहिँ फेरि you are on the knees when your heart is real, and there I need to see, and I wanna know you feel like I wanted to know. Tell you all you wanna do. See, like a baby deer, see, that's the way I feel. अब चाहिँ हामीले सडदेखि बाटोबाट आइरहेको छु। टेन्सन हुन्छ लङ चाहिँ उता छ भने चाहिँ गाइस यहाँ होइन अक्सिजनको मात्रै यति धेरै कम छ कि तपाईँहरूले कसरी व्यक्त गरौँ। अब उता साइडतिर थोरै धुपीको रुखहरू छ भने चाहिँ अनि यतातिर चाहिँ अरू केही पाउँदैन। यस्तो सानो डाँडा जस्तो अनि सुकेको छ, थोरै थोरै धुपी पाउँछ। अरू त्यस्तो यहाँ होइन केही पनि छैन। त्यो गाइसहरु हरिसम्म यति सानो बाटोबाट अगाडि गइरहेको छु। अनि कहाँ देखियो
गाइस म त बाटो नै भुलिसकेँ यार बाटो नै छैन गाइस कहाँदेखि हो जाने फरक बाटोदेखि आए जस्तो लागिरहेको छ होइन त्यही पनि ठिक छ हामी यहाँदेखि जङ्गलदेखि भएर नै माथि पुगौँ अब सर्टबाट गए थोरै छिटो हुन्छ भन्ने हो तर झन् ढिलो होला जस्तो छ यार गाइस यस्तै हो के गर्ने बाटो एकदमै हार्ड रहेछ होइन ट्र्याकको उतादेखि गाइस यहाँदै रहेछ बाटो चाहिँ होइन तर टेन्सन हुन्छ यहाँदै रहेछ मसँग यस्तो जङ्गलदेखि आइतिर होइन काँडादेखि धेरै अब कसिएर अगाडि बढ्यो होइन त्यति धेरै मुटुको ढट्कन पर्न लाग्छ त्यही भएर एकदमै कुल भएर एकदमै बिस्तारै हिँड्नु होला किन बसी यहाँ अब अक्सिजनको मात्रा एकदमै कम भएकोले धेरै मुटु ढुकढुक गर्छ होइन त्यही हो यस्तै छ बाटो अब हामी चाहिँ जानुपर्ने यति धेरै माथि छ गाइस त्यो कुरै छोड्नुहोस् माथि यो डाँडा होइन यता यो डाँडामा पुग्नुपर्ने हुन्छ अनि कस्तो हुन्छ त डाँडासम्म पुग्ने अहिले समथिङ हामी हिँडेको 2 घन्टा भइसक्यो बिहान 6 बजे माछा खाएर हिँडेको अहिले 8 बजी लागिसक्यो होइन अब 1 घन्टा लाग्छ होला माथि डाँडामा पुग्न यस्तो कालो मात्रै हो गाइस यस्तो कालो छ बाटो एकदमै विकास एकदमै कम छ विकास यहाँ चाहिँ अब भोट क्षेत्रमा चाहिँ विकास राम्रो छ होइन यहाँतिर चाहिँ एकदमै नराम्रो छ त्यही हो अगाडि गइरहेको रहेछ हेर्न सक्नुहुन्छ तपाईँहरूले पाइला होइन गइरहेको होइन साथीहरू डाइरेक्ट म अहिले यहाँ आएर बसिरहेको छु होइन अनि के गर्ने बाटो यस्तै छ हालत बाटोको होइन यही हो बाटो चाहिँ अब यहाँदेखि आएर एकछिन म यहाँ रेस्ट गरिदिएको अनि यतातिरको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले फुल भ्यू अनि यता हामी चाहिँ यहाँ तलदेखि आएको म तपाईँहरूलाई चाहिँ माथि ढेकमै गएर पुगिसक्यौँ समथिङ त्यता गएर चाहिँ तपाईँहरूलाई कस्तो छ कतादेखि आएको भनेर तपाईँहरूलाई देखाउँछु त्यही हो अहिले चाहिँ हामी हिँडिरहेछौँ बाटोको हालत यस्तै छ अनि ट्र्याक यस्तो यहाँतिर यस्तो रुख हुन्छ एकदम राम्रो है गाई अब यहाँ थोरै वृक्षरोपण चाहिँ गर्नै पर्छ किनभने पछि यस्तो ट्र्याक शीतल अब यस्तो ट्र्याक शीतल पनि दिनको होइन छ त ठाउँ होइन मैले गोखुती अटेछु अरे अनि यो बाटोदेखि भएर आएको ट्र्याक पहिला तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन यस्तो यो ठाउँ यताउता हेर्न सक्नुहुन्छ मेरो ट्र्याक छ तपाईँहरूले हेर्न सक्नुहुन्छ अनि बाटो यही नै हो अब हामी अगाडि छिटो जानुपर्ने हुन्छ होइन यस्तो छ बाटोको हालत तपाईँहरूले प्रत्यक्ष हेर्न सक्नुहुन्छ अनि त्यही हो हामी चाहिँ आएको बाटो चाहिँ गाइस यहाँदेखि देखाउँछ तपाईँहरूले फुल होइन यहाँ आएर यहाँदेखि तल गयो भने चाहिँ बर्बाद हुन्छ या थोरै होसियार गर्नुपर्ने हुन्छ अनि हामी आएको चाहिँ यहाँ तल देखिरहनु भएको छ बाटो त्यहीदेखि उतादेखि कुनादेखि उतै आएको गाइस यहाँ चाहिँ ट्र्याकको खातासाता राख्ने गरिएको रहेछ अनि हामी चाहिँ फाइनली ट्र्याकको लेफ्टमा आइसक्यौँ अनि त्यही हो यस्तो धर्कम परिरहेको छ कि हामी आएको ठाउँ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन अनि आएको चाहिँ हामी उता यहाँदेखि हो होइन लैनीदेखि अनि यो बाटो हुँदै यहाँदेखि यता आएर यस्तो हुँदै यस्तो गरेर यहाँ आएर यस्तो फेरि घुमेर अनि ट्र्याक यहाँ आएको अनि माथि तपाईँहरू माथि कतै जान सक्नुहुन्छ भने रमाउने यहाँदेखि जान सक्नुहुन्छ When I needed you, and I will promise you, and I do you feel like I want. म चाहिँ अहिले यहाँ मेरो पुगिसकेको छु होइन यो लैनीको तल्लो साइडतिर उकालो होइन माथिल्लो बोट साइडतिरको उकालो काटेर चाहिँ म अहिले अब त्यसो लागिसकेको छु अब हामी चाहिँ कता गएर हुन्छ नाउर पानी या कतै हुन्छ होला गएर खाना उनी खानासाना खानुपर्छ बिहान नास्ता चाउचाउ खाएर आएको हो होइन अनि यहाँदेखि तल गयो भने त मान्छे सक्यो है गाइस त्यही हो अब सपोर्ट गरिदिनु होला सपोर्ट गरिदिनु भएको छ अझै गरिदिनु होला अनि हामी जानुपर्ने गाइस यो देखि लिएर उता देखिरहेको छ तपाईँहरूलाई अन्त देखिरहेको छैन होला यो उता त्यो देखिरहेको डाँडो छ नि त हो त्यता हामी चाहिँ त्यो ढिङमा चाहिँ पुग्यो त्यो ढिङमा पुगेर अझै उता एउटा कस्तो हुन्छ भन्दाखेरि होइन एउटा डिग देखिन्छ
अनि त्यो ढिक काटेर उता गयो फेरि अर्को फेरि काटेर गयो फेरि अर्को गर्दा गर्दै कुन ठाउँ कहाँ आउँछ केही थाहा नै हुन्न के बाटो यस्तै छ अब ट्र्याक यो ढिक काटेर उता गयो फेरि अर्को ढिक त्यो ढिक काटेर अर्को उता गयो अर्को ढिक त्यस्तै गर्दै जानुपर्ने हुन्छ हामीले होइन एकदमै लामो हो क्या बाटो गाइस एकदमै लामो हामी दिनभरि खाना खाने ठाउँ नास्ता खाने ठाउँ मात्र बसेर हिँड्यो भने पनि एक दिनभरि लाग्ने ठाउँ हो त्यति लङ छ बाटो तपाईँहरूले पुरै गर्न मुसिया ट्र्याक त्यही हो यहाँदेखि तल यस्तो छ ठाउँ अब भिडियो धेरै लामो भयो मलाई गाइसहरू प्लिज भिडियो चाहिँ लङसम्म हेरिदिनु होला लास्टसम्म हेरिदिनु होला होइन अन्तिमसम्म हेरिदिनु होला अब सपोर्ट पनि गरिदिनु होला सेयर गरिदिनु होला लाइक गरिदिनु होला होइन त्यही हो अनि बाटो भइसक्यो त आएको अहिले यस्तो छ बाटो होइन अनि यस्तोमा कसरी विकास हुन्छ त गाइस होइन त्यही हो कोसिसै छैन कोसिस बाटो भइहाल्थ्यो होला And I wanna tell you all I wanna do. हरियाली जङ्गलमा आइसकेको छु अहिले म होइन अब यहाँदेखि माथि धेरै जङ्गल चाहिँ देखिँदैन होइन यहाँसम्म मात्रै होला समथिङ त्यहाँ केही राम्रो हुन्छ Morning light on mountain skin, golden breath where dreams begin. Rivers sing in silver tones, calling hearts back home again. Leaves are dancing with the wind. Time slows down, the soul feels free. Every step upon होइन यहाँ देखिरहनुपर्छ तपाईँहरूले अनि यहाँ गएर चाहिँ हामी खाना खानुपर्ने हुन्छ गाइसहरू होइन this ground feels like earth is talking to me. No walls, no noise, no heavy chains, just sky above an open plains. I close my eyes, I finally see this wild world is healing me. Oh, listen to the whispers of the earth. She sings in colors, she knows our worth. From the oceans deep to the endless sky, nature holds us when we cry. Breathe it in, feel the rebirth. We are children of this earth. Sunset paints the clouds in fire, soft goodbye, a warm desire. Stars wake up one by one, lighting paths we've never gone. Footprints fade, but love remains in the soil, in the rain. Every seed of hope we sow grows where gentle hearts still go. The moon reminds us who we are, tiny souls yet made of stars. In the quiet truth अहिले डाइरेक्ट खाना खाने ठाउँमा आइसक्यो होइन डाइरेक्ट सुन्नुहुन्छ तपाईँहरूले अब हामी चाहिँ यहाँ खाना खानुपर्ने हुन्छ होइन हामी यहाँबाट खाना खाएर Of the earth, she sings in colors, she knows our worth. From the oceans deep to the endless sky, nature holds us when we cry. Breathe it in, feel the rebirth. We are children
ground. Let the rain wash all your fears. Nature understands our tears. Finally listen to the whispers of the earth. Every ending births new worth. Hand in hand with wind and flame. We're not lost, we're just untamed. Breathe it in, know your worth. You belong to this earth. As the dawn returns once more, peace is knocking at your door. In the wild, forever free, the earth, the sky, and me. Prepare. खाना खाएर अब दुई तिन ठाउँ चाहिँ त्यहाँ खोला खोला तरिएर आयो अनि चाहिँ खच्चर तलखाइतिर गइरहेको छ भने म चाहिँ माछातिर भिजबाट गइरहेको छु होइन। अनि यस्तै छ भिड त्यहाँको तरिकाले तपाईँहरूले निहाल्न सक्नुहुन्छ। अनि जति तपाईँले मैले हिजो नि भने होइन, आफूले अब आएर देखेको र मैले भिडियोमा तपाईँलाई देखाएको चाहिँ धेरै अन्तर फरक रहेछ होइन। त्यही एउटा सकेसम्म मैले देखाएकै छु। अनि त्यस्तै छ भनौँ, जे पनि त्यहाँ साइडतिर खोला बगिरहेको छ अनि बाटो पनि दामी छ भनौँ। अनि त्यही गाइडहरू सपोर्ट गर्नु पऱ्यो, सपोर्ट आइरहेको छ, अझै सपोर्ट आउनु पऱ्यो होइन। अब हामी चाहिँ आज दिनमै जति हिँडिरहेको छौँ नि, जति हिँड्यो पनि आज चाहिँ हामी चाहिँ टाउडनसम्म चाहिँ पुग्न सक्दैनौँ। त्यही हो, अब जता टाउडिन्छ त्यति बेला भिडियो पोस्ट गरिदिनेछु होइन। अझै अगाडि जाँदै when you're always with me, I long to see you through. See, you are on the need when your heart is real, and do I need to see? And I wanna know you feel like I wanted tonight. And I wanna tell you how. म आज चाहिँ टोलमा बस्नुपर्ने भयो होइन। त्यहाँ सुन्नुहुन्छ हामी चाहिँ बस्नुपर्ने सेतो तालमा हो होइन। त्यो गाइडहरू अनि त्यहाँको तरिकाले आज चाहिँ बस्नुपर्ने भयो। अब यतातिरको पुलहरू सुन्नुहुन्छ यस्तै छ त्यहाँको तरिकाले, यहाँनिर खोला होइन अनि भिर यस्तै हो होइन। त्यहाँको तरिकाले यहाँ भिर छ अनि यहाँ चाहिँ त्यहाँको तरिकाले छ अनि यो चाहिँ खोला यति दामी छ। त्यो गाइडहरू आयो, सबैजनालाई भिडियो मन पऱ्यो होला होइन। अब भिडियो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु होला। आज भिडियो यतिमा गर्दैछु, हस् धन्यवाद, बिताइदिनु होला। ट्याक्सीसम्म हुन्छ, कस्तो हुन्छ हाम्रो यात्रा, भोलि खतरा ठाउँ आउनेवाला छ। त्यही भएर होइन सपोर्ट गरिदिनु होला, हस् त धन्यवाद। सँगै मैले आज चाहिँ भिडियो अन्त गर्न चाहेँ है त।